पक्नु एकछिन अहिले यहाँ लडेर चाहिँ मेरो ढाड र पाता चाहिँ फुस्केला हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल एल्फिना एन्ड फ्यामिली ब्लग्समा चढ्नु भएछ हौ बिचरा मेरो बुढो त के ए बरु तपाईँले तपाईँले उयो ल्याउनु भएको भए चाहिँ हुन्थ्यो केही झोला सोला है लिएर आइदिउँ झोला लिएर आउनु पर्ने भयो क्या गाइज झोला छ बुवा बुवा यहीँ हुन्छ त कि धेरै भएर होला कि मलाई त लिची खानै मन लाग्दैन के गर्नु लिची पनि छ यता लिची छ यतातिर आँपहरू छ यतातिर लेमनहरू छ हजुर हुन्छ त्यही बोटको तँ बोटको केही नगरिकन टिप्नु आछि छि 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 बोट हल्यो पानी झऱ्यो मेरो मुखमा ला ल्याउनु त यहाँ म फालिदिन्छु ल है क्या चाहिँ 1 2 3 मेरो माइतमा त भेली लिची पनि छ आँप पनि छ के खोज्नुहुन्छ जे खोज्नुहुन्छ त्यही छ लेमनहरू पनि छ यहाँनिर आँप पनि फलिरहेको छ अरू अब यता हेर्नुभयो भने यता पनि छ यी लिचीहरू ए बनानाको बोटहरू पनि छ के खोज्नुहुन्छ क्या के खोज्नुहुन्छ हुन्छ त्यसैको बोट छ पानी परेर चाहिँ हिल्लामै भएको छ कि बाटो लडिन्छ भन्ने चाहिँ यहाँ त्रास भइसक्यो बिस्तारै त्यो सिडी लाउनु पर्दैन होला बुवा नलाउनु ज्वाइँ त्यति झरिहाल्नुहुन्छ नि ज्वाइँ चढ्न र झर्नमा एकदम एक्सपर्ट हुनुहुन्छ होइन यस्तो किरा हुन्छ क्या यो यस्तो खालको किरा यस्तो किराहरूले चाहिँ डेन्जर हुन्छ किरादेखि सावधान है सबै चराले त खाएको रहेछ हो ए सबै चराले खाएको झर्यो ए नझार्नु न त्यसरी सबै उछुट्यो मेरो जिउमा आजको मौसम एकदम सुनहरा मौसम भइरहेको छ आकाश हेर्न सक्नुहुन्छ एकदम क्लिन एन्ड क्लियर भइरहेको छ है यस्तो मौसममा त मजा आउँछ नधुलो छ है यो यतापट्टिको यो भत्केको यो जुन टहरा चाहिँ यो चाहिँ पहिला हातमा पनि लागेछ त उछुटेको हिलो यो जुन टहरा देख्नुहुन्छ नि यो टहरा चाहिँ पहिलाको सानो हुँदाखेरिको टहरा हो यहाँ चाहिँ के गर्नुहुन्थ्यो भने नि यहाँ चाहिँ सुँगुर पालन गर्नुहुन्थ्यो पहिला मेरो मम्मीले ठुलो मम्मीले अहिले त यो यस्तो भयो हामी सानो हुँदाखेरि यो खोर थियो क्या पहिलाको यो चाहिँ इतिहास बोकेको टहरा हो हेरिदिन्छु ल अङ्कुसेका राखेको छ लिची जाने चिप्लिन्छ कि भन्ने डरै भइसक्यो मलाई त यो हो कि डेजी व्हाट्स अप डेजी हाई यो चाहिँ मेरो डेजी कुकुर है यसको नाम मैले नि राखिदिएको डेजी छैन त सुदान कहाँ राख्नु भयो हेर्नु त भयो एकचोटि भेटेँ मैले यो चाहिँ हो क्या अङ्कुसे गाइज यसले यस्तो लगाएर टक्कसँगले तान्ने हो क्या यसलाई भन्छ अङ्कुसे के भन्छ अङ्कुसे गरिन्छ भन्ने भइसक्यो ए लिनु बिस्तारै तपाईँ चाहिँ बिस्तारै गर्नु त चिप्लो रुख छ ल साथीहरू यहाँ हेर्न सक्नुहुन्छ हाम्रो लिची चाहिँ यो थोरै मात्र टिपेको छ यहाँ यहाँनिर माथि बोर्डमा पनि छ अब हामी लिएर जाँदैछौँ भने हामीलाई पुग्छ नि यो चाहिँ कसलाई त्यसो भए घरबेटी आन्टीलाई कुन चाहिँ घरबेटी आन्टीलाई कुन चाहिँ मामाको घरबेटी आन्टीलाई यो मामाहरूलाई थोरै यसमै हाल्दिउँ न यो लगिदिनु भयो ए अँ त्यही चाहिँ होइन नि सबै फेरि तिमी धेरै लोभ नगर न हौ यत्रो लटरम्मै छ त हौ अनि ल भयो अन्त पुरी बनाउँदैछौँ अनि बुहारी र म चाहिँ यहाँनिर दुईजना मिलेर बनाउँदैछौँ है दामी पुरी है तर यो अलिक तेल हालेपछि चाहिँ मजाले चिप्किँदो रहेछ क्या है पुरी मात्रै गोलो नभए पनि रोटी त फेरि म एक्युरेट गोलो बनाउँछु नि आजको पुरी चाहिँ यस्तो भइरहेछ के गर्नु चिप्लो भएर क्या टाँसिएर यो बेलनामा
कस्तो राम्रो होमवर्क गर्छ मेरो नानी थ्याङ्क यू भेरी गुड कति राम्रो होमवर्क गर्दैछ मेरो नानीले सो गाइज एल्फिना एन्ड फ्यामिली ब्लग्सबाट तपाईँ हेरिदिन्छ भने मेरो अर्को पनि एउटा च्यानल छ एल्फिना थापा मात्रै भन्ने होइन त्यसमा पनि म यो भिडियो अपलोड गर्छु दुईवटा च्यानलमा दुईवटा एउटै भिडियो चाहिँ दुईचोटि अपलोड गर्छु म अनि त्यो च्यानललाई पनि सब्सक्राइब गर्नुभएको छैन भने कृपया गरेर सब्सक्राइब गरिदिनु होला किनभने यो जुन अहिलेको एल्फिना एन्ड फ्यामिली ब्लग्स छ यसमा चाहिँ प्रायः जसो विदेशको मात्र साथीहरू थुप्रै हुनुहुन्छ क्या अनि मैले चाहिँ चाहेको नेपालको धेरैभन्दा धेरै साथीहरू बनाउनु चाहेको मैले चाहिँ होइन र च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला साथसाथै लाइक अनि सेयर पनि गरिदिनु होला सो सी यु नेक्स्ट भिडियो टिल देन बाई बाई टेक केयर